एउटा केटा गल्तीले एक जोर सुपर कुल स्पोर्ट्स जुत्ता पाउँछ। जब उसले त्यो जुत्ता लगाएर ट्रेडमिलमा दौडन थाल्छ, उसको गति त कल्पनाभन्दा पनि तेज हुन्छ। जुत्ताको उफ्रने शक्ति परीक्षण गर्न ऊ खेलमैदानमा जान्छ र भन्छ, मैले बनाएको रेकर्ड आजसम्म कसैले तोड्न सकेको छैन। तर तुरुन्तै गुरुले भन्दै हान्दिन्छन्, अहिले उसले तिमीको रेकर्ड तोडिसकेको छ। त्यसपछि उसले जुत्ताको वाटरप्रुफ टेस्ट गर्न पौडी पोखरीमा हाम फाल्छ। अचानक जुत्ताको तलबाट दुईवटा साना मोटरहरू निस्कन्छन् र केटा त पानीमाथि उड्न थाल्छ, एकदमै एरोप्लेन जस्तै। सबै साथीहरू चकित परेर हेर्न थाल्छन्। त्यसपछि ऊ फुटबल मैदानमा जान्छ, बललाई गोलकिपरतिर एक लात हान्छ। बल आकाशमै घुम्दै घुम्दै जान्छ र यति शक्तिशाली हुन्छ कि गोल पोस्ट नै भाँचिन्छ। भाग्यवश जुत्ताले निर्दोषलाई चोट नदिने प्रणाली छ। तर त्यति ठूलो आवाजले सुरक्षा गार्डको ध्यान तानिन्छ। गार्डले समात्न खोज्छ, तर केटा 81 रकेट जस्तै आकाशमा उड्न थाल्छ। तर उड्ने क्रममा जुत्ताको इन्धन सकिन्छ। भाग्यले ऊ एउटा चिलको पिठ्युमा अवतरण गर्छ। त्यसपछि ऊ आकाशमै ब्याकफ्लिप गर्छ र हराएको प्रहार गर्छ, सबैलाई एकैपटक ढलाउँछ। अचानक उसले आङ जिरिङ पार्दै आँखा खोल्छ, देख्छ बाबाले उसलाई उठाउन जगजग्याइरहेका छन्।